म हिँड्ने बाटो यो हो। म झर्ना जाँदैछु। यो चाहिँ द फल्स कार पार्क। यहाँ म पुगिरहेको छु। अलि त ओह्रालो हिँडिराखेको छु। जिन्दगीमा कहिले कहिले कसरी ला 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 ला। यति राम्रो दृश्य छ नि। अहिले चाहिँ हरूखरू हरियाली भएको छ। अस्ति चाहिँ धेरै यहाँ चाहिँ उ भइरहेको थियो। यो चाहिँ च्यान एरिया, धेरै च्यानहरू छ। च्यान लोक एरिया। यहाँ चाहिँ ओह्रालो छ। यहाँ चाहिँ प्राय म अहिले चाहिँ खोला जाँदैछु। आइस गार्ड फल्स भन्दो रहेछ यहाँ। म चाहिँ यहाँ हेर्नको लागि जाँदैछु। यहाँ यो खोलामा खोला पारी पारी किने सानो माया छुट्टै खायो। म झरेको बाटो चाहिँ उकालो छ माथि। यो खोला चाहिँ अत्याधिक ठुलो छ यहाँ। तर हिँड्न जानेको अनुमति चाहिँ छैन रहेछ। यहाँ ढोका बन्द गरेको छ। यता छु यो अहिले फुलले गर्दा यहाँ खोला देख्न पाएन। कति धेरै ठुलो बाढी रहेछ। यहाँ सम्भव छ भनेर नजिकसम्म जाने मन लागेर यहाँसम्म आएको। तर आज सबै बन्द छ कि जस्तो छ डोर। यहाँ चाहिँ हरेक सूचनाहरू उल्लेख गरेको हुन्छ। ओके, मान्छे चाहिँ हिँड्छ जस्तो छ। आयो भने चाहिँ म पनि हिँड्नुहुन्छ जान पाउने रहेछ। म पनि हिँडेँ। तर यहाँको झरनाहरू सबै बाटो छ पिच्छ। तर पनि पानी छिटछिटाएर आउँदो रहेछ खोला। यहाँ चाहिँ धेरै टुरिस्टहरू आउने गर्नुहुन्छ क्या। यता चाहिँ खोला खल्सी यति राम्रो छ। यो खोला सुसाइरहेछ। उहाँ महिला एकजना हिँड्नुभएको आजलाई देखेर म पनि यता पस्दिएँ। फाइन तिराउँछ कि त्यही म यसो हेर्न नजिकसम्म गएँ। नो क्याम्पिङ भने रहेछ यता चाहिँ। कति राम्रो दृश्य छ। जानुपर्छ चाहिँ एक्सिस। हो पैसा पो चाहिएन थियो कि हौ। मैले पर्स पनि बोकेन। थुप्रो खोलाहरू छ। आज पर्स बोकेन। एक्सिस फ्री हन्स बक्स मिस्टी बक्स यति राम्रो छ खोला झर्ना। चिल्ड्रेन पैसा लाग्छ लिएर म पसिनँ। पर्स बोकेन। म नेक्स्ट टाइम पस्ने विचारमा आएँ। पब्लिक हेल्थ नोटिस।
यसमा अधिकांश मान्छेहरू चाहिँ घुम्न आउने गर्नुभएको छ क्या। यहाँ चाहिँ स्टेपको झरना छ। यहाँ चाहिँ पार्किङ एरिया पार्किङ छ। कति झर्ना रहेछ। अनि यहाँ यस्तो छ आजको यो पार्क फल्स आइस गार्ड फल्स भन्दो रहेछ यता। यहाँ चाहिँ बस्ने ठाउँ पनि रहेछ। त्यहाँबाट देखिने दृश्यहरू